I love you too. 3, 4. I love you too. I love you too. नयाँ फ्याक्ट्री खोल्नु पर्यो भने 10वटा नेतालाई ढोग्नुपर्छ, 10वटा कर्मचारीलाई फकाउनुपर्छ, अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ। हेलो, नमस्ते, सन्चै हुनुहुन्छ? नमस्ते, सन्चै हुनुहुन्छ? चिया खानुभयो त? चिया कहाँको खानुभयो? कुन ठाउँको? इलाम दमकको? खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? बोर्डर पारीको खानुभयो? तेह्रथुम 5 थरमा उत्पादन भएको तरकारी खानु पाउनु भएको छैन तपाईँहरूले। हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू, उब्जाहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। पूर्वी तराईका 3वटा 4वटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरिलाई खान पुग्छ, तर विडम्बना यही खान पुगेको छैन। यो दुःखलाई समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। बर्खामा बाढी आउने, बाढीले खेतीयोग्य जग्गाहरू सबै बालुवाले पुरिदिने, सुक्खामा पानी नपाउने, सिँचाइ गर्न नसक्ने खेतीयोग्य जग्गाहरूलाई त्यत्तिकै राख्नु परेको हुन्छ। बेला बेलामा बाढी समाधान गर्न तटबन्ध बनाउने र सुक्खाको समयमा सिँचाइ दिने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जा गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ। के गरेर पैसा कमाउने भन्नुहोस् तपाईँहरू? यो तीनटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। हाम्रो किराँतहरूको, सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र मुकुमलुङ, खुवालुङ, पाथिभरा जस्ता ठाउँहरूलाई 77 जिल्लाका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आस्था राख्न पाउन्, त्यो आस्था देखाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। समस्याहरू धेरै छन्, समाधान पनि यही छ। समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ हाम्रो पार्टीले। देशकै पहिलो उद्योग कल कारखाना भएको यो ठाउँ हो, यो क्षेत्र हो। यहाँनिर खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरू छन्, इन्डस्ट्रिजहरू छन्। तर जुन बेलामा त्यो फ्याक्ट्रीहरू खुले, त्यो इन्डस्ट्रीहरू खुले, त्यसपछि नयाँ खुलेका छैनन्। नयाँ फ्याक्ट्री खोल्नु पर्यो भने 10वटा नेतालाई ढोग्नुपर्छ, 10वटा कर्मचारीलाई फकाउनुपर्छ, अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ। अब त्यो पर्दैन। त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। I love you too. I love you too. I love you too. 3, 4. विश्वको पहिलो तीर्थस्थल कुन हो थाहा छ तपाईहरुलाई? हाम्रै बाराह क्षेत्र। यो हामी नेपाललाई पनि कतिलाई थाहा छैन। त्यो थाहा दिन चाहन्छौँ। त्यो थाहा दिने मान्छे बन्न सकौँ, त्यो थाहा दिने पार्टी बन्न सकौँ, त्यो थाहा दिने सिस्टम बन्न सकोस्। अस्ति हामी त्यो बाराह क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरूमा पनि पुगेका थियौँ। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली, मालदिभ जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यता पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पिउने पानीको डिपिआर पहिल्यै भएको थियो, त्यो डिपिआर भयो। त्यो खानेपानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग 5-6 अर्ब लाग्छ। तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। कुन पार्टी पुग्छ अब त्यो सरकारमा? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। तपाईलाई थाहा छ नेपालको 60-70% फुटबल प्लेयर कहाँबाट निस्किन्छ?
यही पूर्व क्षेत्रबाट निस्किन्छ। तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई, त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेल मैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन। एउटा स्टेडियम बनाउन सकिएको छैन, ग्रासरुट लेभलको ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन। त्यो ट्रेनिङ सेन्टर बनाएर त्यो फुटबल विकास गर्नलाई आज गरेको हाम्रो इन्भेस्टमेन्ट 10 वर्ष पछाडि देखिन्छ। एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि 10,000 घन्टा प्र्याक्टिस गरेको हुनुपर्छ। त्यो प्र्याक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। र अन्त्यमा जसरी यो सिलाम साकमा लाछुजु, यो सिलाम साकमाले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। धेरै धेरै धन्यवाद। नमस्कार। अब की बार धेरै धेरै धन्यवाद। अबको पालो जसले हाम्रो लागि धेरै दुःख खेप्नुभयो, सबैको आँखाको निशाना बन्नुभयो, तर पनि डगमगाउनु भएन, अहिले पनि अडिग भएर खडा हुनुहुन्छ। अब यस स्टेजमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र युग नायक रवि लामी छानेज्यूलाई यस स्टेजमा निम्त्याउन चाहन्छु। एक जोरदार तालीले उहाँलाई स्वागत गरौँ। अब नेपालले यो गरिबी सहन सक्दैन, अब नेपालले यो विरोध सहन सक्दैन र पर्दैन। मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर मैले भने आमा बालेनले देश बनाउँछ। सहरका युवाहरूमा आशा जगाउँदै राजनीतिको अर्थ बदल्ने नारा लगाउँदै अहिले रगत लसपट्टिको सरकार लाज बचाएर अझै भुल बचाएर बसिरहेछ। जय घन्टी। अब बोल्ने दिन भन्दा काम गर्ने दिन नजिक आउँदैछ, त्यसकारणले अब मैले पनि लामो लामो बोल्न छोडिदिइसकेँ। मलाई प्राय भन्छन् यो अलि चर्को बोल्छस्, अलि चर्को नबोल न, अलि कम बोले पनि हुन्छ, चर्को नबोले पनि हुन्छ भनेर भन्छन्। मिठो बोल्न अरू नेताहरूले जस्तो अरू पार्टीका नेताहरू कस्तो मिठो मृदुभाषी, कस्तो नरम, कति राम्रो चिटिक्क मिलाएर बान्की परेको शब्द पनि केलाई छानेर बुने जस्तो बोल्छन्। त मात्र किन कराउँछस् भनेर भन्छन्। किनकि तिनलाई दुखेको छैन, हामीलाई दुखेको छ। दुखेको मान्छे कराउँछ नि, चिच्याउँछ, हामीलाई दुखेको छ। तिनको राजनीति अवैध क्रसर व्यवसायीको चन्दाबाट चल्छ। एउटा हामी त लक्ष्मी परियारलाई दिशा खुवाएको रिपोर्टिङ गर्दै त्यस्तोको विरोध गर्दै स्टुडियो छिरेको मान्छे हाम्रो आवाज चर्को हुन्छ। तिनको राजनीति शिक्षालाई चरम राजनीतिकरण गर्दै विद्यार्थीहरूलाई यहाँ होइन विदेशमा पढ्नुपर्ने वातावरण बनाउनेमा बित्छ होला। हामी त विद्यार्थीहरूलाई कर्के नजर लगाउनेको सातो लिने गरी रिपोर्टिङ गर्दै राजनीतिमा आएको हुनाले हाम्रो आवाज अलिकति चर्को हुन्छ। हामीलाई दुखेको हुनाले हाम्रो आवाज चर्को हुन्छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, इतिहासको एउटा सङ्गीन इतिहासको एउटा महत्त्वपूर्ण पल अब धेरै टाढा छैन, हाम्रो नजिक छ। यतिखेर म केही कुरा मात्र यहाँ जोड्छु, धेरै कुरा मैले भन्नै पर्दैन। तपाईँको यो उपस्थिति, यो शानदार उपस्थिति र हरेक आँखामा भएको आशा र भरोसाले सबै बोलिसक्यो, मैले बोल्नु पर्दैन, सब बोलिसक्यो। म एउटा जानकारी गराउन चाहन्छु। रासोपाले आफ्ना कुराहरू राख्दै गर्दा कतिपय मानिसहरू आत्तिएको देखिएको छ। म निर्माण व्यवसायी साथीहरूलाई विज्ञप्ति निकाल्न पर्दैन, विज्ञप्ति होइन, अब ठुला यो इक्विपमेन्टहरू कसरी खरिद गर्ने हो, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुहोस्, विज्ञप्ति निकाल्न पर्दैन। अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्दैछ। अब हामी असुरक्षित हौँ कि भन्नु हो? बाँध्ने भनेको कानुनले बाँध्ने भने हो, मान्छेलाई डोरीले बाँध्ने भने होइन। कानुनले बाँधेर काम गराउने भने हो, कानुनले नै बाँध्ने हो। 20 वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई 12-15वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई? बल्ल ज्ञान आयो? तपाईँको ज्ञान तपाईँसँग राख्नु होला। म सबै निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु,
हुन सकेसम्म 2 शिफ्ट 3 शिफ्टमा काम हुन्छ, रातारात काम हुन्छ। तपाईँसँग भएका उपकरणहरू पर्याप्त छैनन् होला, विज्ञप्ति निकाल्नु पर्दैन, के इक्विपमेन्ट ल्याउनु पर्ने हो, कसरी ल्याउनु पर्ने हो, त्यसको तयारी गर्नुहोस्। अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन।